हिन्दू भ्लग सब्सक्राइब नाउ। दर्शकबिन सबैमा नमस्कार। आज हामी कुरा गर्नेछौँ जुठे सिरियलको आउने भाग 233 मा के हुनेछ। जुठेको आउने भाग 233 का सबै जानकारीहरू यसै भिडियो मार्फत हजुरहरूलाई जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ सपोर्ट र माया अवश्य गर्नुहोला। दर्शकबिन जुठेको भाग 233 मा के हुन सक्छ त भने जानकारी थाहा पाउन हामीले सुरुमा जुठे भाग 232 मा के भएको थियो भन्ने कुरा थाहा पाउनुपर्छ अनि पो सबै जानकारीहरू सुन्दा रमाइलो लाग्छ। दर्शकबिन यदि हजुरहरू पनि जुठे सिरियल मन पराउनुहुन्छ भने कमेन्टमा जुठे लेखेर कमेन्ट गर्न नबिर्सनुहोला। साथसाथै यदि हजुरहरूले हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीलाई साथ दिनुहोला। अब लागौं भिडियोतर्फ। आजको कथा सुरु हुन्छ गौरी र जुठेबाट। जुठेले धर्मसँग गरेका कुरा सुनेर गौरी आफ्नो पुरै संसार नै सकियो जस्तो हुन्छ अनि घरतिर फर्कन्छन्। बाटोमा गौरी आफूले कस्तो मान्छेसँग माया लगाउन पुगेछु, मैले धोकेबाजसँग माया गरे, त्यही माथि आफ्नो सबै कुरा उसलाई सुम्पिसके भनेर बाटोमै बसेर रुन थाल्छिन्। अनि म मरे नि हुन्छ झुन्डेर कि हाम फालेर भनी रुन्छिन्। अनि जुठे गौरीलाई यस्तो गर्नु हुँदैन भनी सम्झाइराखेको हुन्छ अनि त्यहाँ कार्की आउँछ। त्यो देखेर कार्की आयो भनेर गौरीलाई भन्छ। अनि गौरी आए पुछेर चुप्प लागेर बस्छिन्। अनि कार्की भन्छ गौरी लडेकी चोट लाग्यो भन्छ। तर गौरी केही बोल्दिन अनि फेरि कार्की भन्छ कति रिसाकी, बोल्न पनि कति गाह्रो भएको, धेरै चोट लगेको भए बोकेर लागि देऊ कि भन्छन्। त्यो सुनेर गौरी रिसाउँदै कसैले केही गर्नु परेक छैन, यहाँबाट जान भनेर कार्कीलाई गाली गर्छन्। अनि जुठे नि जान भनेर कार्कीलाई इसारा गर्छन्। कार्कीले नि गौरीलाई माया गर्ने रहेछन्, माया नि नबुझ्ने, तेरो कति दिनसम्म भाव बढ्नेछ भनी रिसार त्यहाँबाट जान्छन्। अनि उठ जुठे पानी लिन जान्छ, त्यहाँ जुने नि पानी लिन आएको देखेर जुनेलाई तिमी नि पानी लिन आएको रहेछौ भनेर भन्छन्। त जुने रिसार बोल्छिन् अनि जुठे किन रिसाको, आज भोलि बोल्दा नि बोल्दिनौ भनेर भन्छ। जुने किन बोल्नु पर्यो तिमीसँग, तिमी को हौ भनेर रिसाउँछि। अर्को धारो भए नि हुने, एउटा मात्र धारो भएर यस्ताको अनुहार हेर्नुपर्छ भनी आफ्नो पानी भरेर त्यहाँबाट जुने जन्छिन्। अनि बिचारो जुठे निसार हुन्छन् जुनेको कुरा सुनेर अनि आफ्नी पानी भरेर जान्छन्। अनि उता जुनेले गौरीको बारेमा धर्मलाई भनेको कुराले धर्म एकान्तमा गएर अब आफूलाई नि एचआईभी लागिसक्यो। अब मैले समाजलाई के भन्ने होला, अनि म उता आफ्नो घरमा जाऊ भने आमालाई के भन्ने होला सोचेर रुँदै कराउँदै पागल जस्तो गर्छन्। अनि बरु घर जानुभन्दा कान्छी आमाको घरमा बस्छु भन्छन्। अनि यता धर्मलाई यस्तो छ भने उता पनि गौरी पगल जस्तो टोलार मात्र बसेकी हुन्छन्। अनि गौरी खाना पकाउन थाल्छिन्, तर तरकारी पकाउन थाल्दा धर्मसँग बिताको पलको याद गर्दै टोलाउँछिन्। त्यतिकैमा गौरीले तरकारीमा नुन धेरै हालेकी हुन्छन्, तर गौरीलाई थाहा हुँदैन। गौरीका दाइ चाउरे खाना हाल्न भोक लागेको भन्छन् गौरीलाई। अनि गौरीले दाइलाई खाना दिन्छिन्, तर आफू खादिन्न, तर दाइ खाना खान लाग्दा तरकारीमा नुन मात्र हुन्छ। अनि गौरीलाई गाली गरेर खान त्यही छोडेर मुख धुन्छन्। गौरी एकदम धर्मको मायामा पागल भइसकेकी छन्। अनि उता टोपेले श्रीधरलाई कार्कीले म श्रीधर र जिम्बलको चाप्लुसी नौकर गर्न सक्दिन, त गरे गर, म अबदेखि आउँदिन भनेर गयो। त्यो भनेर टोपे श्रीधरलाई कुरा लगाउँछ। अनि श्रीधर रिसार अब जिम्बल नेपालबाट आएपछि ठिक पर्नी भर्छ भन्छन्। बरु धर्मलाई यो गाउँबाट कसरी निकाल्ने भनेर टोपेसँग कुरा गर्छन्। अनि फेरि आफै टोपेलाई भन्छन् त धर्म ठाउँ गएर गौरी हजुरलाई मन पराउँछ जस्तो छ भनेर कुरा लगाऊ। अनि धर्म नि जवान छ अनि गौरी पनि रम्री छे अनि तिनीहरूको माया प्रेम पर्छ। अनि त्यो इन्डिया कलकत्ता बस्ने मान्छे गौरीलाई बेचौला भनेर मायाको नाटक गरेको भन्ने आरोप लगार धर्मलाई गाउँबाट निकाल्न सकिन्छ। तिमी त्यस्तै कुरा गर धर्मसँग भनेर टोपेलाई पठाउँछन् श्रीधरले। अनि टोपेले धर्म दाइ एउटा कुरा भनौँ, हजुर रिसाउनुहुन्न नि भनी सोध्छन्। अनि धर्म भन भनेर भन्छन्। अनि टोपे भन्छन् दाइ गौरीले हजुरको मात्र कुरा गर्छिन्, गौरीले हजुरलाई मन पराउँछन् जस्तो छ दाइ, के छ विचार भनेर धर्मलाई टोपेले सोध्छन्। उता धर्मलाई पहिलेदेखि नै गौरीको कारणले टेन्सन भएको हुन्छ झन् टोपेको कुरा सुनेर। टोपेको घाँटी समातेर तिमीलाई के लाग्छ आफ्नो गाउँको चेली बेटी बिगार्ने जस्तो लाग्यो भन्दै टोपेलाई पिट्छन्। अनि टोपेलाई धकालेर त्यहाँबाट निकालिदिन्छन्।
टोपे धर्म रिसाको देखेर डरले त्यहाँबाट भग्छ। उता राति गौरी जुठेलाई बोलाउँछिन् र मानेलाई भट्न जाऊ भन्छिन् र जुठे मानेलाई बोलाउन जान्छन् अनि गौरी र मानेको भेट हुन्छ अनि गौरीले मानेलाई तैले किन धर्मसँग मेरो बारेमा कुरा लगाकी भन्छिन्। तर मानेले लगाको होइन भन्दा नि विश्वास गर्दिन गौरी अनि लस्ट मामैले तिम्रो कुरा किन गर्नु र गर्नु परे आफ्नो कुरा गर्छु भनी रिसार मने जन्छिन्। अनि भोलिपल्ट बिहान माने र गौरीको भेट धराम हुन्छ अनि गौरीले महारानी आउनुभयो भन्छिन्। मनेले के बोले कि गौरी दिदी भन्छिन्। किन तैले धर्मदाईसँग के कुरा लगाए भनी भन्छिन्। मनेले मैले के कुरा लगाए भनेर झगडा भइराको हुन्छ अनि त्यहाँ जुने पनि आउँछिन् तर टाढाबाट हेर्छिन्। तर यत गौरीले कुरौटे भन्छिन् मनेलाई अझै के कुरा गरे भनेर मने भन्छिन्। तर रिसर बढी नबोल यही गाग्री पानी खनाइदिन्छु भन्छिन् गौरी अनि मने खै कसरी खनाउँछेस् भन्छिन्। अनि रिसले सबै पानी मनेको टाउकोदेखि पुरै शरीरमा खनाइदिन्छिन् गौरीले। अनि आफूले धर्मलाई कुरा लगाकी हु तर मने र गौरीको झगडा भयो अनि धर्मसँग नि झगडा भएछ भनी जुने खुसी हुन्छन् अनि आज यो नाटक यतिमा सकिन्छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा गएर कमेन्ट गरिदिनुहोला। साथै यदि हजुरहरूलाई मेरो भिडियो मन परेमा र हजुरहरूले हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर हामीलाई साथ दिनुहोला। फेरि अर्को भिडियोमा भेट्ने छौँ। आजलाई यति नै।